आजसम्मको भिडियोमा मैले प्रायः जस्तो चाहिँ यो टेक्निक त्यो टेक्निक भनेर भिडियोहरू सेयर गरिरहेको छु। बट त्यो कुराहरू भन्दा नि हामीले हाम्रो माइन्डसेटमा पनि काम गर्ने एकदमै इम्पोर्टेन्ट छ। किनकि यो कुराहरू भनेको चाहिँ स्किल बेस कुराहरू हो। स्किल बेस कुराहरूमा हामीले जतिसुकै नलेज भए पनि हामीले त्यसमा टाइम होइन स्पेन्ड त गर्नैपर्छ। कम्ती पनि 2-3 वर्ष हामीले यसमा टाइम चाहिँ लगाउनै पर्छ क्या, कुनै पनि स्किल बेसको कुराहरू सिक्नको लागि चाहिँ। अब फर इक्जाम्पल अहिले म भिडियो क्रिएसनमा कन्टेन्ट क्रिएसनमा कामहरू गरिरहेको छु, आफ्नो कामहरूलाई आफै मार्केटिङहरू गरिरहेको छु। सो त्यस्तो लाइकहरू भ्युजहरू पनि जाँदैन भिडियोमा। अनि इफ मैले चाहिँ मेरो भ्युजै आउँदैन होइन लाइकै आउँदैन भनेर त्यो कुराहरूमा मैले काम गर्न छोडेँ भने चाहिँ मैले त्यो सोचे जस्तो अडियन्ससँग पुग्न म कहिले पनि सक्दिनँ क्या होइन। बट इफ मैले चाहिँ यो भिडियो क्रिएसनहरू चाहिँ मेरो लागि नयाँ हो होइन, प्रेजेन्टेसन स्किलहरू चाहिँ मेरो लागि नयाँ हो, यसमा चाहिँ मैले केही समय यसमा इन्भेस्ट गर्नैपर्छ होइन, यसको एल्गोरिदमहरू बुझ्नको लागि होइन। मेरो माइन्डसेटलाई त्यसरी डेभलप गरेँ भने चाहिँ मलाई 2-3 वर्ष काम गर्न चाहिँ एकदम सजिलो हुन्छ क्या होइन। किनकि मेरोमा मसँग त्यस्तो कुनै एक्सपेक्टेसनै हुँदैन नि त सुरुमै होइन, यो एचिभमेन्ट गर्ने त्यो एचिभमेन्ट गर्ने भन्ने त्यो एक्सपेक्टेसन हुँदैन, त्यही भएर मलाई एज अ लङ टर्म काम गर्न सजिलो हुन्छ क्या। अनि सेम कुरा ड्रइङमा पनि हामीले सुरुमै चाहिँ त्यस्तो एक्सपेक्टेसनहरू नगरी चाहिँ होइन 2-3 वर्ष चाहिँ हामीले यसमा टाइम दिनैपर्छ भनेर यसरी काम गऱ्यौँ भने चाहिँ हामीलाई त्यो कुरा सिक्नको लागि चाहिँ अलिकति सजिलो हुन्छ क्या। किनकि हामीसँग अलरेडी त्यस्तो धेरै एक्सपेक्टेसनहरू गर्दैनौँ, त्यही भएर एज अ कन्सिस्टेन्ट 2-3 वर्ष हामीले काम गर्न चाहिँ एकदम सजिलो हुन्छ।